Hello, 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 hello. मैले चाहिँ लारावेलको लागि चाहिँ डकर फाइल्स र डकर कम्पोज लेखिरहेको छु होइन। त्यो चाहिँ म हजुरलाई स्क्रिन सेयर गरेर म हल्का क्विकली एक्सप्लेन गर्न ट्राई गर्छु सुरुमा, अनि त्यसपछि त्यसमा सर्टेन कन्फ्युजन भएको कुराहरू पनि म हजुरलाई सोध्छु कि है। त्यसपछि हजुरले मलाई एक्सप्लेन गर्नुपर्ने हुन्छ है त। आर यु रेडी? Ekdam excited. ओके, लेट्स गो टु दि डकर कोड। यो चाहिँ लारावेल 12 को लागि हो। अनि पक्कै लारावेल 12 मा चाहिँ अहिले वर्क फ्लोजहरूमा पनि यो लिन्ट एमएल र टेस्ट एमएल पनि बाइ डिफल्ट हालिरहेको रहेछ नि त है। ओके मैले लारेबल टुवेल्भको यो चाहिँ एक्सप्लोर गरेको छैन। उम्, मैले लास्ट टाइम चाहिँ पुल रिक्वेस्ट रेज गर्दा अटोमेटिकल्ली त्यो गिटअपको रन भइरहेको थियो कि होइन। अनि त्यही भएर त्यो हेरेको राखिरहेको रहेछ। ओके, सो फर्स्टमा चाहिँ मैले के गरिरहेको छु भन्दा डकर फाइलमा हजुरलाई म एक्सप्लेन गर्छु है त। जस्तो यसमा चाहिँ हामीले नर्मल्ली लेम्प स्ट्याक भयो, लेम्प स्ट्याक प्लस नोड जेएस पनि राखेको छ होइन। नोड जेएस चाहिँ रियाक्टको लागि। अनि यसमा चाहिँ फर्स्टमा चाहिँ फ्रम पिएचपी 8.3 एफपिएम बेस इमेज अल्पाइनवाला इमेज युज गरिरहेको छ है। अनि त्यसपछि यसमा चाहिँ त्यसको डिपेन्डेन्सिजहरू इन्स्टल भयो। कम्पोजरहरू इन्स्टल गर्नको लागि हामीलाई चाहिने जस डिपेन्डेन्सिजहरू भयो भनौँ न, कम्पोजरबाट हामीले प्याकेजहरू पुल गर्नको लागि है। मैले बुझेको चाहिँ त्यो छ है। तिम्रो लाइभ ओके ओके है अनि त्यसपछि अनि त्यसपछि चाहिँ एक्सटेन्सनहरू डकरको एक्सटेन्सनहरू युज गरिरहेको छ। अनि माइस्केल कनेक्सन गर्नको लागि यो एक्सटेन्सन्सहरू जुन यो चाहिँ डाउनलोड गरेको भए यो चाहिँ काइन्ड अफ इन्स्टल नै गरेको जस्तो भयो है यिनीहरू। अनि त्यसपछि कम्पोजर पनि यहाँबाट इन्स्टल गर्यो। अनि त्यसपछि हाम्रो मेन डिरेक्टरी डकरको जुन हाम्रो इन्भाइरोमेन्ट हुन्छ, जुन छुट्टै भर्चुअल काइन्ड अफ मेसिन भनौँ न होइन हाम्रो डकरको, त्यो भित्रको डिरेक्टरी चाहिँ भ्याट डब्लु भनेर सेट गर्यो। अनि हाम्रो यो जति पनि फोल्डरहरू छ त्यसलाई चाहिँ यो जति पनि छ कपी गरेर चाहिँ यो भ्याट डब्लुभित्र एड राख्यो भनौँ न, कपी गर्यो है। अनि त्यसपछि सो द्याट हाम्रो त्यो जुन डकरभित्र पनि यो कोडहरू चाहिँ बसिरहेको छ भन्ने भयो। अनि अर्को भनेको कम्पोजर इन्स्टल थ्रु गरिसकेपछि हामीले जति पनि डिपेन्डेन्सिजहरू छ लारावेलको त्यसको लागि चाहिँ सबै कुराहरू चाहिँ तानेर राखिदिनु भयो भेन्डरभित्र है। अनि त्यसपछि सेट पर्मिसन्स गरेको छ। यो चाहिँ युजर पर्मिसन्सको लागि चाहिँ भ्याट डब्लुमा चाहिँ दिइरहेको छ है। यो चाहिँ मलाई अलिकति कन्फ्युजन छ होइन। अनि यसमा मैले एक्सप्लेन गरेको कुराहरूमा चाहिँ हजुरलाई मैले भनेको कुराहरूमा अथवा केहीमा हजुरले एक्सप्लेन गर्नुपर्ने छ धेरै नै, मलाई थाहा छ। जस अब हजुरले भन्नु न त। ओके आई थिङ्क इट्स लुक गुड होइन। मोरलाई तिमीले चाहिँ एउटा डकर फाइल बनायो जसमा चाहिँ पिएचपी अल्पाइन युज गर्यो, अनि अर्को चाहिँ एनजिओको डकर फाइल बनायो भने त ओके। सो यो अब डकर फाइलको कुरा गर्नुपर्दाखेरि लाइक इट्स लुक्स गुड होइन। तिमीले बेसिक अल्पाइन युज गरेर चाहिने प्याकेजेसहरू हाल्यौ र अनि नर्मल सेटअपहरू गर्यो। बट यो तिम्रो डकर फाइल चाहिँ लोकल डेभलपमेन्टको लागि गरेको हो नि त होइन, नट लाइक फर योर प्रोडक्सन रिलिज है। सो एक दुईवटा फ्लजहरू छन् होइन, जुन चाहिँ आई फिल कि हुनु हुँदैन लोकल डेभलपमेन्टको लागि। सो सरर भन्नुपर्दाखेरि लेट्स नट गो इन्टु दि बेस्ट प्र्याक्टिसेस अहिले। बेस्ट प्र्याक्टिसेस पुरा एकछिनमा गरौँला। अहिले चाहिँ लेट्स लुक इन्टु के चाहिँ इम्प्रुभ गर्न सकिन्छ अथवा के चाहिँ हुन पर्थ्यो है त। सो स्टार्टिङबाट हेर्नु पर्दाखेरि सिस्टम डिपेन्डेन्सिजहरू इन्स्टल गर्यो, विच इज ओके अहिलेको लागि। अब त्यो के चाहिन्थ्यो चाहिन्थेन पछि हेरौँला। पिएचपी एक्सटेन्सन हाल्यौ, सो मेबी तिम्रो लागि अहिलेको लागि चाहिने पिएचपी एक्सटेन्सनहरू होला त्यो तिमीले राख्यौ होइन। त्यसपछि तिमीले कम्पोजर पनि हाल्यौ बिकज युनिट कम्पोजर इनसाइड डकर, त्यही भएर कम्पोजर हाल्यौ है। त्यसपछि वर्किङ डाइरेक्टरीलाई चाहिँ var डब्लु गर्यो, विच इज ओके छ। अब यसपछि तिमीले के गरिरहेछौ भन्दाखेरि चाहिँ कपी डट डट गरेको छौ राइट। कपी डट डटको मिनिङ चाहिँ यो डकर इमेज बिल्ड हुने बेलामा जति पनि सोर्स
सोर्स कोड छ यो अहिलेको करेन्ट कन्टेक्स्टमा डकरको कन्टेक्स्ट डाइरेक्टरीमा जति पनि कन्टेन्ट छ त्यो कन्टेन्टलाई चाहिँ कभर गर्छ। ठिक 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 हो नि होइन। अब डकरको कन्टेक्स्ट डिरेक्टरी भनेपछि पक्कै डकर कम्पोजबाट चाहिँ यो अहिलेको रुट फोल्डर प्रोजेक्टको रुटलाई चाहिँ कन्टेक्स्ट बनाएको होला। एक्चुअली डकर कम्पोजमा जाउँ त। यस यस यु आर राइट, कन्टेक्स्ट रुट नै बनाएको छ, कन्टेक्स्ट चाहिँ रुटमा बनाएको छ। सो उता डट भन्ने बित्तिकै प्रोजेक्ट रुट भयो। ओके, डकर फाइल जतासुकै हो डट भनेपछि प्रोजेक्ट रुट भयो। ठिक छ। अब तिमीले यसमा केही फ्ल अथवा केही नोटिस गर्छौ, लाइक केही सोच्न सक्छौ? यसमा मलाई लागेको म भन्छु है त मलाई लागेको चाहिँ जस्तो हामीले यो बिल्ड प्रोसेसमा पनि एड गरिरहेछौँ होइन, त्यो भन्नाले के अरे कपी गरिरहेछौँ होइन, अनि कपी गरिरहेछौँ अनि त्यसपछि फेरि हाम्रो यो जुन कन्टेनर रन गर्ने बेला पनि कपी गरिरहेछौँ, लाइक त्यस्तो हो। कन्टेनर रन गर्ने बेला कता कपी गरिरहेछौ? कन्टेनर चाहिँ अब यो हामीले सर्भिसहरू रन गर्छ नि त होइन, यो त्यो टाइममा पनि कन्टेक्स्ट चाहिँ डट हो भनेर बुझ्ने भयो नि त त्यसले होइन। आई थिङ्क कन्टेक्स्ट डट चाहिँ लागि हो, त्यो बिल्ड भनेर आर्गुमेन्टमा पास गरेको छ भने त्यो चाहिँ बिल्डको लागि हो है। सो के भइरहेको छ भन्दाखेरि चाहिँ तिम्रो डकर फाइलमा कपी डट डट गऱ्यो भने चाहिँ जति पनि डकर फाइलमा लेख्छौ यो कुरा चाहिँ बिल्ड टाइममा रन हुन्छ क्या। बिल्ड भनेको डकर इमेज बिल्ड हुने बेलामा। ठिक छ। सो बिल्ड हुने बेलामा जति पनि सोर्स कन्टेन्ट छ त्यो चाहिँ डकरभित्र छिर्यो, तर रन हुने बेलामा चाहिँ छिर्दैन, बिकज रन हुने बेलामा चाहिँ त्यो बिल्ड हुने बेलामा चाहिँ डकरभित्र छ, एभाइलेबल त्यही नै हुन्छ। तर तिमीले लोकल डेभलपमेन्टको लागि गर्दैछौ भने त लोकल डेभलपमेन्टमा चाहिँ एकचोटि डकर इमेज बिल्ड भइसकेपछि पनि तिम्रो सोर्स कोड त मोडिफाई हुनसक्छ। सोर्स कोड मोडिफाई हुने भएको कुरालाई चाहिँ डकरभित्र कसरी पठाउने त? यो बिल्ड टाइममा सोर्स कोड पठाएर केही फाइदा छ त? छैन। त्यही भएर लोकल डकर डेभलप गर्ने बेलामा अथवा आई मिन डेभलपमेन्ट मोडमा डकर रन गर्ने बेलामा चाहिँ यो कपी गरिरहनु परेन। बुझ्यो? इट डजन्ट मेक सेन्स नि त। कपी गर्यो भने त ओल्ड कोड पो कपी भयो त होइन। सो इन्स्टेड अफ कपी, जुन आई थिङ्क तिमीले पनि गरेको छौ, माउन्ट गर्नु। भोल्युम माउन्ट गर्यो भने चाहिँ इट्स लाइक ओएसमा अथवा तिम्रो कम्प्युटरमा पेन ड्राइभ जोडेको जस्तै त हो नि है। भोल्युम माउन्ट भनेको चाहिँ के भन्नुभयो? तिमीले कम्प्युटर ल्यापटपमा पेन ड्राइभ जोडेको जस्तै हो क्या। सो पेन ड्राइभ जोड्ने बेलामा पेन ड्राइभ पनि त माउन्ट हुन्छ नि त। सो माउन्ट भयो के भयो त? पेन ड्राइभ रन टाइममा पेन ड्राइभको कन्टेन्ट एक्सेसिबल हुने भयो नि त होस्ट मेसिनमा। सेम तरिकाले बाहिर डकर कम्पोजमा भोल्युम माउन्ट गरेको छ नि, डकर कम्पोजमा चाहिँ हाम्रो माउन्ट गरेको छ भोल्युम्स, यो चाहिँ माउन्ट गरेको हो। यस, यो भनेको चाहिँ बाहिरको डट डाइरेक्टरीलाई चाहिँ var ww भन्ने फोल्डरमा माउन्ट गरेको। माउन्ट र सिमलिङमा चाहिँ फरक छ है? सिमलिङ भनेको त लाइक विथिन अ होस्ट मेसिन गर्ने कुरा भयो अथवा लिनक्स मेसिनको कुरा भयो। सिमलिङ भनेको चाहिँ विन्डोजमा सर्टकट बनाए जस्तो। पहिला पहिला विन्डोज चलाउँथ्यो भने फोल्डरको सर्टकट बनाइन्थ्यो नि त। सो त्यो फोल्डरमा त्यो सर्टकटमा क्लिक गर्यो भने डाइरेक्टली त्यो फोल्डरमा पुग्थ्यो नि त होइन। त्यो चाहिँ अब युनिक्स अथवा लिनक्स सिस्टममा चाहिँ सिमलिङ भनिन्छ त्यसलाई। सो माउन्ट एन्ड सिमलिङ आर लाइक टु डिफ्रेन्ट थिङ। माउन्ट भनेको चाहिँ कुनै एउटा फोल्डर डाइरेक्टरीमा चाहिँ अर्को कुनै फोल्डर डाइरेक्टरीलाई चाहिँ के गरिन्छ, लिङ्क गरिन्छ। त्यो चाहिँ काइन्ड अफ माउन्ट भनेर बुझ्छ मैले, एकदम लेमेन टर्मिनोलोजीमा भन्नुपर्दाखेरि। सो है, लोकल डेभलपमेन्टमा अलवेज सोर्स कोडलाई भोल्युम माउन्ट गर्ने तर कपी गर्ने होइन है त। यो लाइन नै हामीलाई चाहिएन है? चाहिए। ओके, अब नेक्स्ट काम भनेको चाहिँ कम्पोजर इन्स्टल गर्यो। यो पनि आई मिन फर्स्टचोटि डकर रन गर्ने बेला त मेक सेन्स गर्ला, एउटा स्टेप कम भयो। तर एक्चुअलमा हेर्ने हो भने यसको पनि केही मेक सेन्स, केही पनि रोल छैन। किन भन्दाखेरि तिम्रो कम्पोजरको कन्टेन्ट त पछि डकर बिल्ड भइसकेपछि पनि त चेन्ज हुन सक्छ नि त। यो त तिम्रो लोकल डेभलपमेन्ट हो नि त। डेभलप गर्ने बेलामा प्रोजेक्ट स्टार्ट गर्ने बेलामा कम्पोजरमा जति थियो
प्रोजेक्ट डेभलप हुने बेलामा पनि त्यही नै हुन्छ भन्ने जरुरी त छैन। भोलि हामीले नयाँ प्याकेज हालौँला केही गरौँला, हो कि न? सो तिमीले यसो कम्पोजर इन्स्टल भनेर रन गर्यो भने यो रन चाहिँ बिल्ड हुने टाइममा मात्र रन हुन्छ क्या। सो भोलि आएको चेन्जेसहरू चाहिँ यसले इन्क्लुड गर्ने भएन। हो, त्यही भएर यो डेभलपमेन्टमा यो पनि स्टेप्स काम छैन। तर अब प्रोडक्सन डकर बनाइराखेको हो भने चाहिँ काम छ है। डेभलपमेन्टमा चाहिँ यो पनि काम छैन। ओके, सो हामी प्रोडक्सनको लागि चाहिँ अर्को एउटा सेसनमा हामी गर्छौँ होइन डिस्कसन, यसमा डेभलपमेन्ट भएपछि यसलाई चाहेन। ओके, अनि तर हामीलाई कम्पोजर पिएचपीभित्र त हामीलाई कम्पोजर चाहिन्छ नि त होइन, त्यो इन्स्टलेसन गर्ने काम चाहिँ यसले गरिरह हो। यस, त्यो माथिको त्यो कम्पोजरको जुन लाइब्रेरी अथवा कम्पोजरको जुन प्याकेज हाल्छ नि, आई मिन कम्पोजर एज अ सफ्टवेयर, त्यो चाहिँ माथिको होइन। त्यसले चाहिँ के गरिरहेको छ भने माथि त्यो कम्पोजर भनेर डकर इमेजबाट तानिराखेको छ, अनि त्यसलाई चाहिँ युजर बिन कम्पोजरमा कपी गरिराखेको छ क्या। त्यो भएपछि हाम्रो त्यो एप भन्ने जुन यो एप भन्नेबाट चाहिँ एक्सेस गर्न मिल्यो कम्पोजर होइन पछि। यस, सो हामीले कम्पोजर इन्स्टल भनेर रन गर्नु पर्यो भने चाहिँ त्यो हामी आफै सो कम्पोजर इन्स्टलको कुरा त बुझ्यौ है? बुझेँ। त्यसो भए अब नेक्स्ट भनेको सेट पर्मिसन गरेको छ। सो पर्मिसन भार डब्लुडब्लुलाई डब्लुडब्लु डेटा भनेर पर्मिसन दिएको हो। यो चाहिँ इन्जिनियर्स लागि दिएको होला मेबी होइन। आई थिङ्क इट इज ओके। ओके, ठिक छ है। अब यसमा चाहिँ अब हाम्रो डकर कम्पोजमा हामी क्विकली हेरिदिउँ होइन। डकर कम्पोजमा पनि म हल्का यो एपको चाहिँ म हल्का एक्सप्लेन गर्छु न। जस्तो डकर कम्पोजमा चाहिँ अब यो बिल्डको कन्टेक्स्ट भनेर डट भन्ने बित्तिकै जुन हाम्रो यो रुटदेखिको छ जति पनि फोल्डरको कन्टेन्टहरू छ त्यसलाई मान्यो होइन। अनि त्यसपछि कुन डकर फाइल हामीले एक्जिक्युट गर्ने भनेर भन्दा चाहिँ यसको अप्सन चाहिँ हाम्रो यो डकरभित्रको डकर फाइल सिम्पली पाथ दिएको भइहाल्यो यहाँनिर। अनि त्यसपछि कन्टेनर नेम चाहिँ हामीले एप दिएको छौँ। रिस्टार्ट अनलेस स्टप भनेको चाहिँ इनकेस अटोमेटिकल्ली स्टप भयो भने चाहिँ यसले चाहिँ आफै रिस्टार्ट गरिदिँदो रहेछ के। जस्तो ह्युमनले चाहिँ फोर्सफुल्ली स्टप नगरेको छ भए त्यो अप्सन रहेछ यो चाहिँ रिस्टार्ट अनलेस स्टप भन्ने चाहिँ। अनि सिमिलरली वर्किङ डिरेक्ट्री भनेर भ्याट डब्लुडब्लु भयो। अनि यसमा पङ्कज चाहिँ हामीले वर्किङ डिरेक्ट्री भ्याट डब्लुडब्लु भनेर सेट गरेको छ नि, यो पनि नेसेसरी छैन होला है, के लाग्छ होला? खासमा यता डकरमा गरेको ठिक छ, डकर कम्पोजमा चाहिँ गरिराख्नु जरुरी छैन बिकज डकरमा अलरेडी गरे पनि केही बिग्रिएन, मतलब जस्ट आफैले आफूलाई मेक स्योर गरेको जस्तै भयो होइन। तर नगर्दा पनि केही फरक चाहिँ परेन। ओके, यो भयो। अनि त्यसपछि भोल्युम्समा चाहिँ हामीले माउन्ट गरेको भयो होइन। अनि माउन्ट गरिसकेपछि अटोमेटिकली हामीले यहाँनिर के चेन्ज गरेर हुन्छौँ त्यहाँनिर पनि अटोमेटिकली रिफ्लेक्ट हुने भयो है। अनि नेटवर्क चाहिँ लाइफ इन मेसेज भनेर राखिरहेको छु। अनि डिपेन्ड्स अन चाहिँ अब माइस्क्युएल र रेडिस रेडी भइसकेपछि मात्र यो चाहिँ स्टार्ट गर्ने भनेर यो गरिरहेको छ है। लाइकवाइज एनजिनएक्सको पनि भयो। एनजिनएक्समा चाहिँ अब हामीले अरू सिमिलर नै भयो, पोर्ट्सहरू पनि सिमिलर नै भयो। अनि यो भोल्युम्सहरूमा चाहिँ भ्याट डब्लुडब्लुको पाथ हामीले दिएको छौँ होइन। अनि त्यसपछि अर्को भनेको चाहिँ यो चाहिँ मलाई आइडिया छ है। यो किनभने हाम्रो डकरभित्रको एनजिनएक्सको कन्फ डी भनेर हामीले यहाँनिर सेट गरेको छौँ होइन। डकरभित्र एनजिनएक्सभित्र कन्फ डीभित्र चाहिँ एप डट कन्फ भनेर आएको छ। यो चाहिँ अटोमेटिकल्ली इटिसी एनजिनएक्सको कन्फ डीभित्र माउन्ट हुन्छ। अनि सो द्याट त्यो एप डट कन्फ चाहिँ त्यो कन्फ डट डीभित्रको जति पनि कन्टेन्टहरू छ त्यसलाई चाहिँ साइड्स त्यो एनजिनएक्सको कन्फिगरेसनमा चाहिँ अटोमेटिकली राखिदिएर हुन्छ नि एचटिटिपी कन्फ फर समवेयर होइन। जसले गर्दा चाहिँ हाम्रो साइटहरू चल्ने हुन्छ है। अनि त्यसमा चाहिँ नर्मल्ली
अहिले पोर्ट 80 मा मात्र छ लोकलको भएर, अनि त्यसमा चाहिँ हाम्रो कन्फिगरेसन छ है, त्यो त्यही नै हो है। यस। अनि लाइकवाइज माइस्क्युएलको पनि त्यसरी नै छ। अनि एउटा पङ्कज होइन, जस्तो हामीले यहाँनिर इमेज एनजिनएक्स अल्पाइन भनेर यहाँ पुल गरेको छ होइन, त्यसको लागि पनि हामीले डकर फाइल पनि यहाँ युज गर्न सक्थ्यो नि त है। त्यो कुन कन्टेक्समा हामीले डकर फाइलहरू युज गर्नुपर्ने हुन्छ, कुन कन्टेक्समा चाहिँ हामीले डाइरेक्टली इमेज तान्नुपर्ने हुन्छ? ओके, यस्तो हो। अल्टिमेटली डकर कम्पोजलाई चाहिँ रन गर्नको लागि चाहिँ इमेज चाहिने हो क्या। हामीले डकर कन्टेनर रन गर्ने हो क्या, बुझ्यो? सो कन्टेनर रन गर्नलाई कन्टेनर डकरको इमेज चाहिन्छ, ठिक? सो इमेज भनेको हाम्रो पहिलाको जमानामा सिडी किनेर माइक्रोसफ्ट एक्सपी माइक्रोसफ्टको ओएसहरू हाल्थ्यौँ नि, याद छ? सो तिम्रो होस्ट मेसिन ल्यापटप कम्प्युटर चाहिँ तिम्रो के भयो त भन्दाखेरि कम्प्युटर चाहिँ तिम्रो ल्यापटप जस्तै भयो डकर चाहिँ होइन। त्यो डकरमा चाहिँ तिम्रो इमेजहरू त्यो सिडी हालेर त्यसलाई रन गर्थ्यौँ, रन गरेपछि चाहिँ कन्टेनर हुन्छ क्या, बुझ्यो? सो इमेज भनेको चाहिँ त्यही इमेज नै बुझ्यो। अनि अब इमेजमा तिमीलाई याद छ भने माइक्रोसफ्टको एक्सपी हुन्थ्यो ओरिजिनल, तर मार्केटमा चाहिँ एक्सपीको पनि डिफ्रेन्ट बिल्डहरू किन्न पाइन्थ्यो क्या। त्यो चाहिँ मोडिफाइड बिल्डहरू, नाइटली बिल्ड, अरू अरू थेमहरू अलरेडी राखेको, सफ्टवेयरहरू अलरेडी राखेको बिल्डवाला सिडीहरू पाइन्थ्यो नि त, याद छ? त्यो भन्ने के हो त, ओरिजिनल ओएसले दिएको एउटा फिचर होला, सर्टेन केही कुराहरू। अन टप अफ द्याट तिमीले कस्टम बिल्ड बनायो भने चाहिँ त्यो तिम्रो कस्टम इमेज भयो क्या, बुझ्यो? यो के छ भने इन्जिनेक्स भनेको चाहिँ अफिसियल इन्जिनेक्सले दिएको डकर इमेज भयो, ठिक छ? सो हामीलाई अल्टिमेटली चाहिने चाहिँ इमेज नै हो, तर तिमीलाई चाहिँ अलरेडी त्यो अफिसियल्ली प्रोभाइड भएको डकर इमेजले नै काम गर्छ भने चाहिँ यु क्यान युज अफिसियल डकर इमेज, ओके? तिमीलाई एडिसनल केही कुरा राख्नुपर्छ त्यसमा भने चाहिँ तिमीले ओरिजिनल डकर इमेज लिन्छौ, त्यसमा अन टप अफ द्याट आफ्नो केही कुराहरू राख्छौ, कन्फिगरेसन्स प्लगइन प्याकेजेस के चाहिन्छ राख्छौ, राखेर तिमीले अर्को डकर इमेज बनाउँछौ के, बुझ्यो? सो अघिको माथिकोमा के गरेको छ भने तिमीले चाहिँ आफ्नै डकर फाइल दिएको छ। सो यसले चाहिँ पिएचपीको डकर इमेज लिन्छ, ठिक छ? पिएचपीको डकर लिएर त्यसमा चाहिँ तिमीलाई चाहिने कन्फिगरेसन्सहरू गरेर एउटा डकर फाइल क्रिएट गर्यो। अब यो डकर फाइललाई चाहिँ डकर इमेजमा बिल्ड गर्छौ, अनि त्यो डकर इमेजलाई चाहिँ तिमीले कन्टेनर बनाउन युज गर्छौ, बुझ्यौ है? सो के भने अब एउटा अप्सन तिमीले के हुन्थ्यो भने यो डकर फाइललाई चाहिँ म्यानुअली डकर इमेज बनाउने। सो म्यानुअली डकर इमेज बिल्ड गर्ने भनेको मिनिङ डकर बिल्डवाला कमान्ड तिमी आफैले म्यानुअली रन गर्न सक्छौ, ठिक छ? आफैले डकर इमेज बनायो भने डकर कम्पोजमा चाहिँ सिधै त्यो तिमीले बनाएको इमेजलाई युज गर्न पाइन्थ्यो। सो अघि त्यो डकर कम्पोजमा जाउँ त। आफ्नो इमेज बनाएर चाहिँ इमेज डकर हबमा हाल्न मिल्छ होइन, गिटहब जस्तै डकर हबमा पनि हाल्न मिल्छ, अथवा तिम्रो लोकल रिपोजिटोरिजमा राखे पनि भयो होइन। सो लोकल्ली बिल्ड गरेको पनि एक्सेसिबल हुन्छ। सो माथि स्क्रल गर त एपमा। सो एपमा तिमीले बिल्ड युज नगरिकन तिमीले आफैले बनाएको इमेजलाई सिधै इमेज भनेर युज पनि गर्न मिल्थ्यो कि। भनेपछि इमेज चाहिँ अब हामीले यो डकर फाइल नभनेर के इमेज भनेर नाम राख्ने के? होइन, डकर फाइल नै बन्ने भयो, तर त्यो डकर फाइललाई चाहिँ इमेज बनाउन मिल्छ क्या। त्यसको लागि चाहिँ तिमीले होइन त्यहाँ होइन, त्यो बिल्ड भन्दा बाहिरै हुन्छ इमेज। ओके ओके ओके, तिम्रो इमेज बनाउनको लागि चाहिँ डकरको कमान्ड हुन्छ, डकर बिल्ड भन्ने कमान्ड हुन्छ क्या, बुझ्यो? सो तिमीले सिएलआईमा गएर टर्मिनलमा गएर डकर बिल्ड गरेर आफैले इमेज पनि बनाउन मिल्छ। मैले चाहिँ यो पछि हेर्छु भनेर यो टु डु चेक दि डकर इमेज क्रिएसन कसरी हुन्छ लोकल्ली भनेर है, त्यो चाहिँ हेर्छु म। अहिले हाम्रो यो सेटअप भएर हिँड्छ कि यो ब्राउजरको लागि हाम्रो लाइभ स्ट्रिम त्यही भएर। सो आफैले डकर इमेज बिल्ड गर्यो भने डबल काम भयो नि त। सो डकर कम्पोज युज गर्छौ भने चाहिँ यसले चाहिँ एउटा यो बिल्ड भनेर की भ्यालु यो कन्फिगरेसन दिएको हो के। सो बिल्डले चाहिँ के गर्छ, यो डकर कम्पोजले नै इमेज बिल्ड गर्छ र त्यो इमेजलाई चाहिँ युज गर्छ।
बुझ्यो है। अनि उम्, तल इन्जिनेक्समा चाहिँ तिमीले सिधै इमेज युज गरेको छौ। सो यसको मिनिङ के भयो त, कि लोकल्ली एनजिनेक्स भनेर इमेज लुकअप गर्छ। उम्, यदि लोकल्ली पायो भने त्यो इमेज लिन्छ, पाएन भने डकर हबमा हेर्छ, त्यहाँबाट पनि पाएन भने चाहिँ इरर फाल्छ। उम्, बुझ्यो है। बुझेँ। डकर यो इमेज र बिल्ड गर्नुपर्ने कुरा चाहिँ यही हो। जस्तो इमेजहरूको केसमा मलाई बल्ल याद आयो कि जस्तो हामीले सुरुमा डकर सिक्दाखेरिमा त लोकल्ली इमेजै बनाएर नै त्यो सिकाएर आउँछ नि ट्युटोरियलहरूमा होइन। हो हो नाइस, हो। त्यो याद आयो हजुरले भनेपछि। अनि यो यो भ्यार डब्लु भन्ने चाहिँ हाम्रो यसमा चाहिने भएर माउन्ट गरे हो। यस। इन्जिनेक्सलाई चाहिँ इन्जिनेक्सको सर्भर ब्लकले कोड पिएचपी कोड लुकअप गर्नुपर्छ नि त। अँ, बिकज इन्जिनेक्स चाहिँ पिएचपी एफपिएम कन्फिगर गरेको हुन्छ। पिएचपी एफपिएमलाई तिम्रो सोर्स कोड चाहियो रन उम्, गर्नको लागि। अँ, अनि त्यही भएर माउन्ट गरेको इन्जिनेक्समा पनि। ओके। अनि त्यो डकर कन्फिग त भइ नै हाल्यो। इन्जिनेक्स कन्फिग त भइ नै हाल्यो। अनि यसमा चाहिँ होइन मैले भोल्युमसम्म माइस्क्युएल डेटा भ्यार लिभ माइस्क्युएल भनेर भनिरहेको छु होइन। यो माइस्क्युएल उम्, डेटा चाहिँ मैले समवेयर यता राख्नु पर्यो भने जस्तो यो रुट फोल्डरभित्रै राख्नु पर्यो भने चाहिँ मैले के गर्नुपर्छ यसमा? एउटा अप्सन भनेको त्यो माइस्क्युल डेटा भनेर तिमीले तल माथि कतैतिर भोल्युम डिफाइन गरेको होला होइन। यहाँ डिफाइन अ, गरेको छु। कतातिर गरेको होला। उम्, यसमा पनि ड्राइभर सेटअप गरेर यसको पाथ चाहिँ यतै कतै हुन्छ भनेर डिफाइन गर्न पनि मिल्छ, एउटा अप्सन। उम्, बुझ्यो। उम्, जहाँ नि तल माइस्क्युल डेटा भनेर तल डिफाइन गरेका छौ नि, अँ, हो त्यो माइस्क्युल डेटा डिफाइन गरेको ठाउँमा अहिले तिमीले खाली राखेको छौ अँ, हो। है। उम्, यसमा तिमीले अरू अप्सन्सहरू पास गरेर यसको लोकेसन कता, कुन टाइपको ड्राइभ हो के भनेर डिफाइन गर्न मिल्छ क्या। एउटा उम्, अप्सन यो। ठिक छ। उम्, खाली राख्यो भने चाहिँ डकरले डिफल्ट लोकेसनमा गएर बनाइदिन्छ। ए इफ एम्प्टी त्यसले त्यो ड्राइभर लोकल भनेर सजेसन्स दियो नि अघि, त्यस्तै गरी। डिफल्ट लोकेसन चाहिँ डकरको समवेयर होइन भोल्युम्सहरू राख्ने ठाउँमा लगेर राखिदिनु डकर भयो। एप्लिकेसन चाहिँ यसरी फोल्डर डाइरेक्टली हुँदैन। उसले पनि एउटा टेम्पोररी फाइल सिस्टम बनाएको हुन्छ। सो डकर फाइल सिस्टममा गएर बस्छ है, डिफल्ट भनेको चाहिँ। ओके ओके ओके। बुझ्यो। उम्, ओके। अनि नाइस। होइन आफ्नो कस्टम दिन मन छ भने तल कन्फिगर गरे पनि भयो, अथवा सिधै माथि नै त्यो जसरी माथि तिमीले डट दिएको छौ नि, डट स्ल्यास, सेम वेजमा तिम्रो लोकल फाइल डाइरेक्टरी दिए पनि हुन्छ, सेकेन्ड अप्सन। बुझ्यो। त्यो फर्स्ट अप्सन बुझ्यो है तिमीले, औ माइस्क्वेल डेटामा अप्सन्सहरू पास गर्ने। त्यो चाहिँ बुझेँ। सेकेन्ड अप्सन त्यसमा भन्नु त ड्राइभ फेरि? के हुन्छ। अब सेकेन्ड अप्सन चाहिँ माथि त्यो कन्टेनर डिफाइन गर्ने ठाउँमा, सर्भिस डिफाइन गर्ने ठाउँमा यहाँनिर कहाँ थियो हाल्ने? MySQL हो, उम्, लाइन नम्बर 43। ओके। सो यसमा माइएसक्युएलको ठाउँमा डट स्ल्यास अहिले नै दिए पनि अहिले काम गर्छ तिमीले। सो डट स्ल्यास अब तिम्रो के पाथ हो त, लाइक डट मेबी तिम्रो स्ल्यास डेट। डकरभित्र। ओके ल, डकरभित्र उम्, माइएसक्युएल डेटा भन्ने भन्छ। अब यसले डकरभित्र माइएसक्युएल डेटा भन्ने फोल्डरमा उम्, var लिब माइएसक्युएललाई माउन्ट गरिदिन्छ। ओके। बुझ्यो है। नाइस। बुझेँ। सो त्यसो भए एकचोटि डकर कम्पोज अप गरेर हेरिदिइहालौँ है त। के भयो? डकर क्यानट कनेक्ट विथ डकर डेमो। ओके। डकर स्टार्ट गरिहाल्छु क्विकली। MySQL recreated. Yeah, nice, nice. त्यही भन्यो। सही सही। ओके। अनि हाम्रो कति बजीसम्म बस्ने पहुँच चाहिँ अब? हुन्छ, एकछिन पर्छ। मेरो एउटा दुइटा क्वेसन सोधिहाल्छु है त। यसमा मैले भनेपछि भोल्युम्सको बारेमा पनि आइडिया भयो। अनि
भोल्युम्सको टपिक आइराख्दाखेरि म एउटा पोइन्ट एड गर्छु ल। हुन्छ। सो भोल्युम्सलाई चाहिँ तिमीले माउन्ट गर्दाखेरि नै पर्मिसनहरू पनि दिन मिल्छ है, जस्तै रिड ओन्ली मोडमा, रिड राइट मोडमा त्यसरी पनि माउन्ट गर्न मिल्छ ल। ए बुझ्यौ? हो र? कसरी त्यो चाहिँ जस्तै कस्तो अप्सन्सहरू कस्तो हुन्छ? जस्तै तिमीले त्यो तल नोड मोड्युल्स भनेको छौ नि, अथवा डट स्ल्यास डब्लु त्यसको पछाडि कोलोन दिएर, उम्, फेरि एउटा कोलोन देऊ त अहिले नै। यसमै? होइन होइन, पछाडि पछाडि अन्तिममा। ए ओके। Yes. अब त्यहाँ तिमीले ए आर रिड राइट आरओ भन्यो भने रिड ओन्ली त्यसरी पनि दिन मिल्छ। कडा कडा, यो चाहिँ नयाँ 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 लर्निङ, एकदम खतरा नयाँ लर्निङ हो मलाई। म यो चाहिँ कमेन्टमा राखिहाल्छु। सो यो चाहिँ कहिले हेल्पफुल हुन्छ भने कहिले काहीँ चाहिँ यस्तो कन्फ्लिक्ट्सहरू हुन्छ जुन चाहिँ डकरले मोडिफाई नगरोस् भन्ने टाइपको हुन्छ क्या। उम्, त्यस्तो के चाहिँ रिड ओन्ली दिन पाइयो क्या। ए, अनि डिफल्टमा केही पनि दिएको छैन भने चाहिँ रिड राइट दुइटै हुन्छ है। के को लागि हेल्पफुल हुन्छ भन्नुभएको थियो नि? के को लागि? कन्फ्लिक्ट्सहरू इन्जिनेक्स कन्फ्लिक्ट माउन्ट गरेको छौ नि माथि इन्जिनेक्समा, माथि इन्जिनेक्स वाला सर्भिसमा चाहिँ इन्जिनेक्स कन्फिग माउन्ट गरेछ। अनि यो कन्फिग चाहिँ डकरभित्रबाट मोडिफाई नहोस् भन्ने हाम्रो एक्सपेक्टेसन हुन्छ नि त, बिकज कन्फिग त फिक्स्ड हुन्छ नि त। उम्, सो यस्तो केसमा चाहिँ आरओ भनेर दियो भने, रिड ओन्ली मोड राख्यो भने ए अनवान्टेडली चेन्ज नहोस् होइन भन्ने टाइपको होइन? यस अनवान्टेड चेन्ज नहोस्। सही हो ल। अरू पनि पर्पोजहरू हुन सक्छ। सो यो चाहिँ अब आफैले कमन सेन्स लगाएर युज गरौँ न। ओके। अनि मलाई होइन, मलाई लास्टै टाइम लागेको भनेको यो कमान्डमा लागिरहेको थियो कि होइन, म चाहिँ अब मलाई चाहिँ के थियो भन्दा लारावेल पनि लोकल होस्टमै चलिरहेछ होइन, पोटेटीमै चलिरहेछ। अनि त्यसपछि यो जुन अगाडि फ्रन्ट एन्डको त्यो जुन डेभ सर्भरको लागि पनि होस्ट भनेर हामीले डिफाइन गरेर हुन्छ नि, अनि यो रन गर्दै गर्दाखेरिमा चाहिँ मेरो त्यो लोकल होस्ट नै चलिरहेको थिएन कि होइन। अनि त्यसपछि मैले यो एआईमा खोजिरहेको थिएँ, अनि खोज्दाखेरिमा यो डबल होस्ट भनेर यो इन्टर गरिसकेपछि चाहिँ बल्ल यसले काम गर्यो होइन। त्यो ब्लकिङ गरिरहेको कुराहरू चाहिँ यसले चाहिँ बल्ल जस्ट त्यो जुन भाइटको सर्भर हुन्छ नि त्यो पनि चल्यो, अनि त्यसपछि लोकल होस्ट पनि चल्यो। हजुर, यो चाहिँ डकर स्पेसिफिक प्रब्लम भन्दा पनि एनपिएमलाई कसरी रन गर्ने भन्ने कुरा हो होइन। सो एनपिएम सिधै रन गर्यो भने चाहिँ त्यसले लोकल होस्टमा रन गर्छ। तर यदि तिमीलाई अरू कम्प्युटरबाट तिम्रो लोकल्ली रन गरेको एनपिएम प्याकेज अथवा प्रोजेक्ट्सलाई चाहिँ एक्सेस गर्नु पर्यो भने चाहिँ ड्यास ड्यास होस्ट लेखेर अनि डिफाइन गर्नुपर्छ कि। बुझ्यो? नट जस्ट यो डकर मात्र होइन, एकछिनलाई इमेजिन गर तिम्रो लोकल पिसीमा तिमीले एनपिएम प्रोजेक्ट रन गरेको छौ रे, ठिक छ। सो तिमीले लोकल्ली रन गरेको एनपिएम प्रोजेक्ट तिम्रो लोकलको ब्राउजरमा गएर लोकल होस्ट लेख्यो भने खुल्छ नि त। खुल्छ। तर तिम्रो सेम नेटवर्कमा कनेक्टेड अर्को डिभाइस, मेबी तिम्रो फोन हुनसक्छ अथवा अरू कुनै डिभाइसको ब्राउजरमा गएर तिम्रो कम्प्युटरको आइपी राख्दैमा त खुल्दैन हो। त्यसलाई खुल्ने बनाउनको लागि चाहिँ यो 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 अप्सन पास गरिन्छ क्या, ड्यास ड्यास होस्ट भनेर। अनि अब 0000 पास गरे पनि भयो अथवा केही पास नगरे पनि भयो। त्यसरी पास गर्यो भने चाहिँ तिम्रो एनपिएम लोकली रन भएको तिम्रो नेटवर्कमा अरू डिभाइसबाट पनि एक्सेसिबल हुन्छ क्या। जस्तै फर इक्जाम्पल तिमीलाई भाइटमा प्रोजेक्ट रन गरिरहेछौ रे, तिमीलाई मोबाइल भ्यूमा हेर्नु पर्यो रे होइन। अब मोबाइल भ्यूमा हेर्नको लागि एउटा अप्सन भनेको क्रोमको त्यो मोबाइल भ्यू खोल्ने, तर त्यसले एक्चुअल मोबाइल इमिट गर्न जस्तो मिमिक गर्न सक्दैन नि त। सो तिमीलाई रियल आइफोनमै गर्नु पर्यो रे भने चाहिँ आइफोनमा जाने, अनि आइफोनमा गएर तिम्रो कम्प्युटरको आइपी राख्यो भने तिम्रो आइफोनमा नै खुल्छ क्या। त्यो चाहिँ मलाई थाहा छ है हो, त्यो खोल्नको लागि चाहिँ त्यो होस्ट भनेर दिनुपर्छ क्या। काइन्ड अफ होस्ट म्यापिङ जस्तो भयो यो चाहिँ होइन। त्यो चाहिँ तिम्रो एक्सेसिबल चाहिँ लोकल होस्टबाट मात्र होइन कि, लोकल होस्ट भनेको चाहिँ 127.0.0.1 हो, थाहा छ है लुप ब्याक एड्रेस।
अँ, हो त्यो लुप ब्याक एड्रेसबाट मात्र होइन कि तिम्रो एक्चुअल आइपीबाट होस्टको आइपी एड्रेसबाट पनि एक्सेसिबल होस् भन्नको लागि चाहिँ होस्ट पास गरिन्छ क्या। ओके। अनि अब डकरको केसमा पनि त डकर भनेको त डिफ्रेन्ट कम्प्युटर हो। अनि उम्, तिम्रो होस्ट मेसिन डिफ्रेन्ट कम्प्युटर हो। सो तिम्रो होस्ट मेसिनबाट डकरको लोकल होस्टलाई एक्सेस गर्नु पर्यो भने त के गर्ने त? त्यो पनि आइपीबाट एक्सेस गर्नु पर्यो नि त। उम्, हो त्यसको लागि चाहिँ ड्यास ड्यास होस्ट युज गर्नु पर्यो। उम्, ओके ओके नाइस। अब हाम्रो होइन आई थिङ्क यिनीहरूमा जस्तो केही इम्प्रुभहरू गर्नुपर्ने हजुरको फिडब्याकहरू केही छ जस्तो यो नोडकोमा स्पेसली? खासै त्यस्तो इम्प्रुभै गर्नुपर्ने त छैन, बट यो कमान्ड यसरी दिइराख्नु पर्ने जरुरी चाहिँ छैन कि जस्तो पनि लाग्छ मलाई चाहिँ। आइएम नट एक्ज्याक्टली स्योर है, मैले हेर्नै पर्छ यो चाहिँ उम्, कुन प्रब्लमको लागि किन चाहियो भनेर चाहिँ मैले ठ्याक्कै बुझ्न सकिनँ। उम्, त्यो बाहेक अरू खास त्यस्तो इस्यु त देखिनँ। यो चाहिँ इनिसियल्ली एनपिएम इन्स्टल गरेन भने नोड मोड्युल्समा आएन नि त होइन? अनि त्यो चाहिँ अब यो हामीले इमेज यहाँ युज गरिसकेपछि यही कमान्ड राख्नु पर्यो जस्तो लागेर मलाई चाहिँ त्यस्तो गरे हो क्या यसमा। नपढ्नु नि पर्ने नपढ्न पर्ने हो खै, मेबी हुनसक्छ राख्नु पर्ने। उम्, मतलब इट्स इट्स ओके। आई मिन यो कमान्डमा जे कुरा लेखिन्छ त्यो चाहिँ डकरको रन टाइममा रन हुने हो के। सो उम्, राखेर पनि केही फरक परेन, अथवा म्यानुअली पनि गर्न सकिन्थ्यो होला। बट ठिकै छ, राख्दा केही बिग्रिएन। उम्, एउटा कुरा चाहिँ त्यो लाइन नम्बर 65मा उम्, नोड मोड्युल्सलाई माउन्ट गरेको रहेछ होइन। अँ, यो चाहिँ काइन्ड अफ अननेसेसरी जस्तो लाग्छ मलाई चाहिँ। उम्, बिकज माथि लाइन नम्बर 62मा डट फोल्डर नै माउन्ट भएको छ नि त VARWमा। अँ, सो तिम्रो भेन्डर नोड मोड्युल सबै कुरा त्यसमै इन्क्लुड भइसक्यो नि त। उम्, सो एक्सप्लिसिटली नोड मोड्युल्स नै माउन्ट गरिराख्नु नेसेसिटी चाहिँ छैन। तर माउन्ट गरिराखेर केही बिग्रेको चाहिँ हुँदैन। उम्, यसले मेबी फास्टर रिजल्भ गर्नलाई हेल्प चाहिँ गर्ला। उम्, अथवा तिमी आफैलाई पनि नोड मोड्युल्स इन्क्लुड भयो कि भएन भन्ने कुराहरू अस्योर गर्नलाई पनि हेल्प होला। उम्, तर नराखे पनि केही बिग्रिन चाहिँ बिग्रिँदैन। ओके। तर मैले एकचोटि हेर्दाखेरिमा यसमा इस्यु आयो कि जस्तो लागेर गरिरहेको थिएँ, तर मेबी मैले यो माउन्ट गराएको थिइनँ के थियो होइन? यो क्विकली हेरिहाल्ने हो। हुन्छ। जस्तो डिलिट गऱ्यो भने हामीले त्यो रन गऱ्यो भने आउनु पर्यो होइन यो यसमा? यस। उम्, यसमा यो फेरि स्टप गरिदिउँ, डेमन मोडमा रन गरिदिउँ है त। आइरहेछ, नाइस नाइस हो, राइट। अलरेडी इन्क्लुडेड। सही सही सही। दिस इज नट रिक्वायर भनेर नोट पनि म राखिदिइहाल्छु। दिस इज नट ओके। त्यो भए अनि त्यसपछि नोड मोड्युल्स भनेर यो भोल्युम पनि राख्नु परेन हामीले है? अब यो पनि हटाउँदा हुन्छ। Pangas, are you listening? यस यस यस। ओके ओके, तिमीले नोड मोड्युल्स भनेर यो चाहिँ डिफाइन गरेको। ओके ओके। त्यसो भए यो अलिकति डिफ्रेन्ट गरेको रहेछ। सो मैले चाहिँ अलिअलि प्रोजेक्टको रुटको नोड मोड्युल सोचेको हो कि राखेको हो कि सोचिरहेको थिएँ। बिकज फोल्डर नेम सेम छ नि त। नोड मोड्युल्स भनेको चाहिँ फोल्डर नभइकन भोल्युम चाहिँ रहेछ होइन। सो के भइरहेछ भन्दाखेरि चाहिँ तिम्रो प्रोजेक्टको रुटमा जेसुकै नोड मोड्युल्स होस्, तिम्रो प्रोजेक्टलाई चाहिँ तिम्रो डकरभित्रको प्रोजेक्टले चाहिँ त्यसलाई इग्नोर गर्छ र अनि डकरको भोल्युममा भएको नोड मोड्युल्सलाई चाहिँ रियुज गरिराखेको रहेछ क्या। बुझ्यो? सो यसको फाइदा के भयो भन्दाखेरि चाहिँ तिम्रो प्रोजेक्ट रुटमा जहाँसुकै एउटा नोड मोड्युल्स आओस्, इट डजन्ट म्याटर, यसले चाहिँ एनपिएम इन्स्टल गरेर के भन्छ उता भोल्युममा चाहिँ लगेर राखिदिइराखेको रहेछ क्या। बुझ्यो? यसमा राखिदिइरहेको छ होइन? भनेको यसमा होइन, डकरको भोल्युममा। मैले अघि के भनेको थिएँ, तल जाउँ त, तल भोल्युममा जाउँ त। त्यहाँ त्यहाँ के लेखेको थियो, इफ इम्टी इट विल क्रिएट अ भोल्युम इन डिफल्ट लोकेसन भनेर तिमीले लेखिरहेछौ नि।
त्यो तल तिम्रो नोड मोड्युल्स भनेर राख्ने बित्तिकै त्यो चाहिँ डकरको डिफल्ट लोकेसनमा भोल्युम क्रिएट हुन्छ क्या। उम्, सो एनपिएम इन्स्टल गरेर जुन कन्टेन्ट आउँछ त्यो कन्टेन्ट चाहिँ प्रोजेक्टमा नआइकन उता चाहिँ जान्छ, डकरको ओरिजिनल भोल्युम त्यो डिफल्ट भोल्युमवाला लोकेसनमा चाहिँ गएर क्रिएट हुन्छ। उम्, अनि सो यहाँ यहाँ चाहिँ घुमिफिरी तिम्रो प्रोजेक्ट रुटमा नै आएको छ। कसरी भन्दाखेरि तिम्रो डकरको भोल्युमबाट नोड मोड्युल्स चाहिँ कता माउन्ट भएको छ त, तिम्रो डब्लु डब्लुको नोड मोड्युल्समा माउन्ट भएको छ। उम्, फेरि डब्लु डब्लुलाई चाहिँ कता माउन्ट गरेको छ, प्रोजेक्टको रुटमा माउन्ट गरेको छ माथि। उम्, सो त्यो चाहिँ के भयो त चेन भएर बाहिर आयो क्या। सो अँ, तिमीले हेर्दाखेरि चाहिँ बाहिर यो प्रोजेक्ट रुटमा पनि नोड मोड्युल्स आएको देखियो, तर त्यो चाहिँ कहाँबाट आइराखेको छ, डकरको भोल्युमबाट आइराखेको छ क्या। उम्, बुझ्यो? सो अँ, काइन्ड अफ अब त्यसको प्रोज पनि छ, कन्स पनि छ। कन्स भनेको चाहिँ मल्टिपल कहाँ 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 माउन्ट हुने भयो। प्रोज भनेको चाहिँ डकरमा गएर अलरेडी नोड मोड्युल्स, किनभने नोड मोड्युल्स त हेभी हुन्छ नि त। उम्, सो हेभी फोल्डरलाई डकरमै लगेर राखिदिइराख्यो। सो नेक्स्ट टाइम डकर रन गर्ने बेलामा चाहिँ त्यही मोड्युल्सबाटै यसले रेफर गर्यो होइन। उम्, त्यो चाहिँ प्रोज भयो। तर अब एज सच नेसेसरी चाहिँ छैन। ओके। भनिसकेपछि यो चाहिएन काइन्ड अफ होइन, यो भोल्युमसम्म पनि हामीले डिफाइन गर्नु जरुरी छैन नि त होइन। उम्, नाइस नाइस तर यो नाइस। कुरा तिम्रो प्रोडक्सन र रिलिजमा चाहिँ चाहिन्छ है। प्रोडक्सनमा त तिम्रो नोड मोड्युल्स कतै सेभ गर्नुपर्छ नि त अँ, प्रोजेक्टभन्दा बाहिर। सो उम्, त्यहाँ चाहिँ सिधै हुन्छ। ओके। सो जस आजको लागि चाहिँ हामीले होइन यसमा हजुरलाई केही कमेन्ट्सहरू छ अब जस्तो डकर कम्पोजको यो फाइलहरूमा? आई थिङ्क छैन होला अहिलेलाई चाहिँ, काइन्ड अफ राम्रै देखिरहेछ। सो म एक दुईवटा फ्याक्ट पनि भनिदिन्छु ल। म हुन्छ। फ्याक्ट अलिकति नयाँ आएको फ्यान्सी फिचर भनौँ न। उम्, एउटा फिचर चाहिँ त्यो डकर कम्पोज डट वाइएमएल फाइलको नाम चाहिँ उम्, कम्पोज डट वाइएमएल राखे पनि काम गर्छ है नयाँमा। ओके। सो म पर्सनली चाहिँ कम्पोज डट वाइएमएल मात्र युज गरिराखेको हुन्छु। अँ, मान्छेहरूलाई चाहिँ मन परेको छैन, बिकज कन्फ्युज भयो। कम्पोज भन्ने बित्तिकै कम्पोजर पनि कम्पोजर भन्ने हुन्छ नि त पिएचपीमा अँ, होइन। अनि त्यो कन्फ्युजन क्रिएट भयो भनेर मान्छेहरूले कतिले मन पराएको पनि छैनन्, कतिले मन पराएको पनि छन्। उम्, मलाई चाहिँ मन पर्छ। सो म चाहिँ कम्पोज यामल युज गर्छु। उहुँ, तर सब ठिक है, जे युज गरे पनि आई थिङ्क त्यही नै होला। अरू अनि अर्को कुरा डकर कम्पोज युज गर्छौ भने आई थिङ्क त्यो अहिलेको नयाँ फिचरमा पर्दैन होला। उम्, तर आई निड टु रिचेक होइन, माथि भर्जन डिफाइन गर्नुपर्छ डकर कम्पोज फाइलमा। डकर कम्पोजमा तर अहिले पर्दैन क्यारे, अहिले नयाँमा पर्दैन। ओके ओके, त्यसमा नयाँ मात्र चेन्ज गर्यो होला। उम्, अँ, ओके त्यही भयो। उम्। त्यही नै हो, अरू त मैले हजुरलाई राम्रै देखि। लास्ट लास्ट क्वेसन सोध्छु है। जस्तो मलाई कन्फ्युजन लागेको क्या, सुरुमा डकर पढ्ने बेलामा चाहिँ के भनिरहेको थियो भने त त्यसमा बेस इमेज हुन्छ अनि बेस इमेजको अन्डरमा चाहिँ सबै कुराहरू हुन्छ होइन, यो फ्रम भनेको बेस इमेज हो भनेर मैले त्यो बुझिरहेको थिएँ होइन। अनि त्यो बुझ्दै गर्दाखेरिमा मैले चाहिँ डकर इन्भाइरोमेन्ट भनेको चाहिँ डकर इन्भाइरोमेन्टको लागि चाहिँ सुरुमा ओएसदेखि नै इन्स्टल गर्नुपर्छ होला, किनकि यो त भर्चुअल मेसिन जस्तो टाइपको हो, अन टप अफ ओएस मात्र हो, सेपरेट मात्र हुँदैन भन्ने मैले त्यो सोचिरहेको थिएँ कि होइन। अनि तर अब यसमा चाहिँ सबै एपिके भनिसकेपछि यो अल्पाइन लिनक्सकै कमान्डहरू युज भइरहेछ होइन। अनि एक्चुअलमा चाहिँ हुने चाहिँ यो डकर भनेकै उबन्टु नै हो कि अथवा अल्पाइन हो कि अथवा के चाहिँ हो कि, त्यो कसरी काम गर्छ क्या इन्टरनल्ली, त्यो चाहिँ हजुरले एक्सप्लेन अब गरिदिनु। होइन, अल्टिमेटली त ओएस नै चाहियो होइन। उम्, ओएस नै चाहियो, ओएस नै हो है। उम्, यो के हो भन्दाखेरि मैले अघि नै भने नि, उम्, विन्डोज एक्सपीको सिडी हामीले माइक्रोसफ्टले प्रोभाइड गरेको अफिसियल विन्डोज एक्सपी नै ल्याएर त्यसमाथि सफ्टवेयरहरू हालेर आफैले पनि कन्फिगर गर्न सक्छौँ उम्, होइन। उम्, त्यसमा चाहिँ के भयो त त्यो सिडीमा अलरेडी ओएस हुने भयो उम्, है। अथवा हामीले त्यो सिडी ल्याएर त्यसमा हामीले चाहिएको सफ्टवेयर राखेर अर्को एउटा इमेजको बन्डल पनि बनाउन सक्छौ नि त अँ, होइन। उम्, तिम्रो नामको इमेज बन्डल विन्डोज एक्सपी बन्डल। सो त्यसमा के हुने भयो, विन्डोज एक्सपी पनि हुने भयो, प्लस अरू अरू सफ्टवेयर एन्ड टुल्सहरू पनि हुने भयो। उम्, ठिक छ। उम्, सो डकर भनेको नि त्यही नै हो क्या।
अल्टिमेटली एकदमै रुटमा गएर सबै कुरा आफैले तिमीले बेस इमेज पनि युज गर्दैनौ भने तिमी आफैले नै ओएस पनि हाल्नुपर्छ। सो ओएस हाल्ने टेक्निक भनेको मेबी ओएसको अफिसियल साइटबाट ओएसको इमेज डाउनलोड गर्ने, त्यसलाई कन्फिगर गर्ने, रन गर्ने स्टेप्सहरू होला नि त, होइन? जसरी तिमीले ल्यापटपमा ओएस इन्स्टल गर्छौ त्यही स्टेप्स फलो गर्नु पर्यो। त्यो सबै कुरा तिमीले डकर फाइलमा लेख्दा पनि हुन्छ, ठिक छ, एप्रोच। सो यदि तिमीले त्यसरी गर्छौ भने चाहिँ तिमीले नै ओएस सेटअप गर्छौ, ओएसको अनटपमा कन्फिगरेसन्स गर्छौ, सबै कुरा गर्छौ। सो के बुझ्यौ त? डकर भनेको एउटा लिनक्स इन्भाइरोमेन्ट जस्तै हो, भर्चुअल लिनक्स इन्भाइरोमेन्ट। भर्चुअल लिनक्स इन्भाइरोमेन्ट भनेपछि त्यसमा चाहिँ तिम्रो के चाहियो त? डकर ओएस पनि चाहियो नि अल्टिमेटली। तर अब अहिले तिमीले युज गरेको त पिएचपी अल्पाइन भन्ने के छ। सो यसमा तिम्रो OS कहाँबाट आयो भन्छौ भने चाहिँ त्यो पिएचपी भन्ने इमेज जसले बनायो उसले पनि अल्पाइन भन्ने ओएसको इमेज लिएर त्यसको अनटपमा पिएचपी कन्फिगरेसन्स गरेको हो के। नाइस, बल्ल बल्ल आइडिया भयो। सही। अहिले तिमीले यो डकर इमेज बनायौ नि, त्यसमा तिमीले पिएचपी कम्पोजर हाल्यौ नि, अब तिमीले युएसलाई नाम दिन सक्छौ क्या, मेबी मधुसूदन पिएचपी भनेर, ठिक छ। सो यदि मधुसूदन पिएचपी भनेर तिमीले यो इमेज बनायो भने अब त्यो इमेजलाई मैले युज गरेँ भने के भयो त? त्यसमा चाहिँ अल्पाइन पनि हुने भयो, पिएचपी पनि हुने भयो, कम्पोजर पनि हुने भयो, र तिमीले सेटअप गरेको अरू कुराहरू पनि हुने भयो के। सो मैले तिम्रो बेस इमेज लिएर फेरि त्यसमा मैले चेन्ज गर्न पाएँ कि। सो यहाँ पनि त्यही हो। अब यो पिएचपीले पनि अल्पाइन डाइरेक्टली युज नगरेको पनि हुनसक्छ, उसले अरू कसैको बेस इमेज लिएको पनि हुनसक्छ क्या। बुझ्यौ है? ओएस त हुन्छ नि, ओएस बिना त लिनक्स इन्भाइरोमेन्ट चल्दैन होइन। लिनक्सको ओएस त चाहियो नै, विन्डोज रन गर्न ओएस चाहिएको जस्तै गरी। तर यो केसमा चाहिँ के भयो त? पिएचपीले अलरेडी त्यो पिएचपीको इमेजभित्र इन्क्लुड गरेको छ। सही हो। नाइस। अब त्यसको डिटेल हेर्नु पर्यो भने चाहिँ 8.3 एफएम अल्पाइनको इमेजभित्र के कोडहरू छ त्यो सबै हेर्नु पर्यो होइन? यस, त्यसको ओपन सोर्स नै हुन्छ मोस्टली जाने, त्यसको डकर फाइल हेर्ने।